अब आयो कन्या राशिको विषयमा चाहिँ अब हामी कुरा गरौँ। कन्या राशिको समग्र जीवन कस्तो छ होला बुवा? यो कन्या राशिकाहरूको समग्र जीवनलाई एकचोटि हेरौँ त। हजुर, कन्या राशि भन्नाले हजुर टो प पी पु ख अण ठ पे पु भएपछि 9वटा अक्षर मिलेर एक राशि बन्छ, कन्या राशि बन्छ। र कन्या राशिका स्वामी बुध ग्रह हुन्, यसो भनिएको छ। र शुभ रत्नमा पन्ना, हिरा, नीलम यी चाहिँ नि शुभ मानिन्छ। र शुभ बारमा बुधबार, शुक्रबार भनिएको छ। यी बारमा चाहिँ कुनै नयाँ काम थालनी गर्दा शुभ फलदायक हुन्छ भनेर भनिएको छ। र घात बारमा शनिबार, मङ्गलबार चाहिँ यी अलि मध्यम खालका छन्, यसमा सचेत हुनुपर्छ। कन्या राशिहरूको शरीर कस्तो हुन्छ भन्नाले न मोटो न पातलो भने जस्तै शरीर सन्तुलित हुन्छ र बुद्धिमान पनि हुन्छ भनिएको छ। चतुर, विदेशमा बस्न मन पराउने हुन्छ भनिएको छ। र अनेक प्रकारका कलाकृतिमा निपुण भएको हुन्छ पनि भनेर भनिएको छ। कन्या राशि व्यक्तिहरू बस। र गुरुजनको भक्त हुन्छ, मिठो बोल्ने हुन्छ भनेर पनि भनिएको छ। र अब शास्त्रज्ञ सधैँ प्रसन्न भइरहने र बुढाबुढीको सेवा गर्नमा आफूलाई समर्पित गर्ने पनि हुन्छ भनेर भनिएको छ। र हँसिलो स्वभाव भएको हो, शान्तचित्त, कुनै पनि विषयमा शीघ्र निर्णय लिन अलि असमर्थ भएको पनि मानिएको छ। र यात्रा तथा परिवर्तन प्रेमी हुन्छ भनिएको छ। र साहित्य तथा कला विषयमा विशेष रुचि राख्ने हुन्छ भनेर पनि भनिएको छ। कन्या राशिका लागि शत्रु बढी भएकोले गोप्य रूपबाट आफ्नो कार्यमा सफलता हासिल गर्न सक्ने हुन्छ पनि भनेर भनिएको छ। हरियो रङका वस्तुबाट फाइदा दिने हुन्छ भनेर पनि भनिएको छ कन्या राशिका लागि। र उमेरको हकमा हो, 32 वर्षमा भाग्योदय हुन्छ भनिएको छ। र साथै विवाह पनि उमेरको 32 वर्षमा गर्नु शुभदायक हुन्छ भनेर भनिएको छ। र पढाइमा व्यवस्थापनका विषयमा राम्रो उन्नति प्रगति गर्ने हुन्छ भनेर पनि भनिएको छ। साथै ज्योतिष, गणित हो, कम्प्युटर विषय उत्तम फलदायी हुन्छ भनेर पनि भनिएको छ। शैक्षिक विषय चाहिँ यी भए शैक्षिक विषय। र अब काम चाहिँ के गर्दा ठिक होला? हजुर, पेसामा चाहिँ कृषि हो उत्तम हुन्छ। र कपडामा चाहिँ रेडिमेड कपडाहरू उत्तम फलदायी दिने हुन्छन् भनेर भनिएको छ। रेडिमेड कपडाको व्यवसायमा चाहिँ फलदायी हुन्छ भनेर भनिएको छ। र अब व्यवसायका लागि काठबाट बनेका सम्पूर्ण वस्तुहरूको राम्रो हुन्छ भनेर भनिएको छ। र पुस्तक हो, पुस्तक, स्टेसनरी, प्रकाशक, सम्पादक हो, पत्र पत्रिका, जुनसुकै शैक्षिक सामानको पेसा र व्यवसाय लाभदायक हुन्छ भनेर भनिएको छ। र अब सञ्चारका साधन पनि उत्तम व्यवसाय मानिन्छ। अब पेसामा भनौँ, शिक्षक, प्रोफेसरमा चाहिँ मान सम्मान उच्च पाउने हुन्छ भनेर भनिएको छ। र रोगहरूमा वायु विकार, ग्यास्ट्रिक, वात, छाला सम्बन्धी रोगहरू कन्या राशिमा उत्पन्न हुने सक्छन् भनिएको छ। र कन्या राशिवालालाई जातिमा वैश्य जातिसँगको सम्बन्ध राम्रो हुन्छ भनेर भनिएको छ। र खाद्यान्न मध्ये
न चर्को न पिरो न बढी नुनिलो जस्ता वस्तुहरू उत्तम हुन्छन् भनेर पनि भनिएको छ। हजुर र अब 2:12 हो हजुर 22 र 24 वर्ष महिना दिनहरू अशुभदायी हुन्छन् भनेर पनि भनिएको छ। यसमा सचेत रहनुपर्छ। र तिथिहरूमा हो हजुर चतुर्थी, नवमी र द्वादशी हो हजुर कृष्ण पक्षको तृतीया तिथि अशुभ हुन सक्छ, त्यसमा सचेत हुनुपर्छ भनेर भनिएको छ।